खुमाफ सुम्निदा हैन अनि के भन्छ नि मेहनत काम गर्छु अझै हैन Hey everyone, welcome back to my another vlog मा सबैजना सन्चै हुनुहुन्छ म पनि सन्चै छु अनि म चाहिँ धेरै दिन पछाडी भन्दा नि धेरै महिना पछाडी चाहिँ भ्लगमा ब्याक भइसकेको छु र आज चाहिँ मेरो विशेष दिन हो खास भन्नु पर्दाखेरि चाहिँ मेरो मे 6 मा चाहिँ बर्थडे आजको दिन चाहिँ मेरो बर्थडे हो अंग्रेजी वर्षको यो वर्ष चाहिँ अलिकति फरक छ हैन नेपाली डेटमा चाहिँ मेरो भोलि हो वैशाख 24 गते भन्देखि इंग्लिश डेटमा चाहिँ आज मे 6 को दिन हो र आज र भोलिको चाहिँ म हजुरहरूलाई बर्थडे भ्लग बनाउनु गइरहेको छु मेरो भ्लगलाई हेरिदिनु होला अनि यो देख्नु भएको छ होला साउथ कोरिया हैन दामी छ टी सर्ट चाहिँ मैले चाहिँ यो चाइनाबाट चाहिँ सस्तो मूल्यमा राम्रो क्वालिटीको एकदम भरपर्दो टिमोदेखि चाहिँ म अनलाइन सपिङ गरेको हो र मेरो विशेष चाहिँ आज र भोलि चाहिँ बर्थडेको हैन भ्लगहरू हुनेछ हेरिदिनु होला र भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला अनि सब्स्क्राइब भने जरुर गरिदिनु होला हस् त एकछिन एउटा कुरा चाहिँ हजुरहरूलाई देखाउनु बिर्सेछु हेर्नुहोस् है त मेरो गिफ्टहरू कस्तो कस्तो छ हैन र फाइनली गिफ्ट चाहिँ यही हो हैन तपाईहरुलाई म देखाउँछु अब के छ होला हैन देखाइहाल्छु हजुरहरूलाई यो चाहिँ एउटा रातो बक्स छ हैन यसमा के होला अनि यो चाहिँ खाम हो हैन यसमा के होला भन्ने कुराहरु चाहिँ देखाउँछु सबैभन्दा अगाडि चाहिँ यो खामलाई चाहिँ साइड लगाउँछु हैन के रहेछ है त ओ यार नाइकीको पो छ त नाइकीको यार नाइकीको लोगो छ यो हैन अब यहाँ चाहिँ पक्कै केही न केही चाहिँ होला हैन यो बक्स पनि खतरै छ हैन त्यहाँ चाहिँ बारकोड देखाएको छ हैन अनि यहाँ चाहिँ नाइकी डाउन सिक्टर 13 भनेर देखाएको छ हैन अनि व्हाइट ओ यो चाहिँ जुत्ता हो सायद हैन सिम्बल भन्छन् हैन टक्कसँगले यो चाहिँ दामी छ है हेर्दा चाहिँ यहाँबाट हेर्दा बाहिरबाट हेर्दा चाहिँ दामी छ हेरौँ हैन लेट्स डु इट ओ माय गॉड जुत्ता रहेछ यार के दामी छ यार ओ माय गॉड खतरा छ त यार ओ माय गॉड ओहो यो नाइकी खोरी यार ओहो दामी छ त यार यो के हो यार बुक सुक पनि छ त यसमा त ओहो खतरा छ खतरा ल नाइकी डाउन स्टोर 13 भनेर देखाएको छ यहाँ चाहिँ यसको साइजहरू रहेछ हैन साइजहरू लेखेको यो बारकोडमा चाहिँ यो नाइकीको के होला हैन यहाँबाट चाहिँ हेर्न मिल्छ र यो चाहिँ एउटा बुक छ यहाँ चाहिँ के कुराहरू पढ्नु पर्ने रहेछ हैन अब भिडियो लामो हुन्छ धेरै कुराहरू चाहिँ नहेरिराखौँ अनि लुक हेर्नु न लुक दामी छ यार ओहो खतरा छ यार नाइकी ब्रान्डेड छ त यार हल्का छ कि एकदमै दामी है खतरा रहेछ नि त यहाँ हेर्नु सोल पनि दामी छ ओहो यो हेर्नु न यो पुरै भित्र बाहिर गर्न मिल्ने खालको हैन यो चाहिँ समरको लागि है समरको लागि रहेछ दामी रहेछ सुज चाहिँ हैन यहाँ हेर्नुस् नाइकी अनि यहाँ अर्को छ ओ मुभ टु जिरो रे है के हो यो ओहो दामी छ यार लुक्स चाहिँ दामी छ सुज चाहिँ खतरा छ क्या एकदमै लाइट वेट छ है खतरा छ क्या हल्का एकदमै हल्का यो चाहिँ हैन यो चाहिँ समरमा लाउने खालको जुत्ता रहेछ हैन पुरै हावा भित्र बाहिर गर्ने नगनाउने है 10 दिन लाउँदा नि नगनाउने खालको दामी हेर्नु न लुक पछाडीको लुक्स नाइकी यार नाइकी खतरा छ यो चाहिँ मैले चाहिँ हैन मेरो विचारमा चाहिँ यो सुज चाहिँ हैन धेरै महँगो नै पर्छ हैन नेपाली त लगभग 10-12 हजार जस्तो पर्छ यो जुत्ता चाहिँ हैन अब कोरियामा त अब कोरियामा हुनेहरू साथीहरूलाई कति पर्छ भन्ने थाहा होला हैन तर नेपाली चाहिँ मलाई लाग्छ त्यति महँगो छ के यो जुत्ता चाहिँ यो जुत्ता खासै हामीले लाएर हिँड्ने त खासै टाइम पनि हुन्न हैन त्यही पनि दिएको कुरा सनमुल हो यो धेरै वर्षसम्म चाहिँ टिकाएर चाहिँ हैन धेरै वर्षसम्म टिकाएर धेरै वर्षसम्म चाहिँ याद होस् के साउनीको पनि अनि दामी छ यार सुज चाहिँ ल दामी छ है सुज चाहिँ ल खतरा छ
लुक्स हेर्नु न लुक्स ओ माई गड अगाडिको हेर्नु न अगाडिको लुक्स ओहो पछाडिको खतरा खतरा छ यार अनि यो त भयो यो चाहिँ कसले दिएको भनेदेखि साउनीले दिनुभएको हो साउ चाहिँ भियतनाम गइराख्नुहुन्छ अहिले चाहिँ भियतनामतिर हुनुहुन्छ आजभोलि चाहिँ मैले देखेको छुइनँ होइन यो चाहिँ कसले दिएको भनेदेखि चाहिँ मेरो साउनीले दिनुभएको हो अनि उहाँलाई चाहिँ मैले पहिल्यै भनेको थिएँ मेरो चाहिँ अब जन्मदिन आउँदैछ भनेको थिएँ र यो जुत्ता पनि धेरै पहिला नै दिनुभएको होइन भयो 3-4 दिन भयो अनि किन त्यसरी दिनुभएको भनेदेखि चाहिँ साउनी चाहिँ बाहिर गइराख्नुहुन्छ साउ चाहिँ भियतनाम गइराख्नु भएको कारणले अहिले पनि हुनुहुन्न भियतनामतिरै हुनुहुन्छ त्यही भएर उहाँले चाहिँ अनलाइन अर्डर गरेर पहिल्यै लिएर दिनुभएको थियो होइन अनि मैले इनबक्स चाहिँ पहिला नि गरेको थिएँ हेरेको थिएँ एकचोटि होइन र हजुरहरूलाई आज मैले देखेँ मलाई इनबक्सिङ गरिदिएँ र यो चाहिँ साउको सनमुल भयो भनेदेखि र अर्को सनमुल छ यो चाहिँ हाम्रो आबाजी अमनीले दिनु भइसक्यो अनि आबाजी अमनीले चाहिँ यो चिठीको खाम भन्दा नि यो पैसा राख्ने खाम हो अनि खाजी खोखे हो अरे खाजी खोखे हो लेखेको छ यहाँ चाहिँ नोङहप हो होइन यिनीहरूले चाहिँ प्राइभेट ब्याङ्कहरू चाहिँ नोङहपको युज गर्छन् किनभनेदेखि हामी एग्रिकल्चरको काम पनि हो र यहाँ चाहिँ होइन पैसा सायद पैसा नै हो होइन मलाई चाहिँ दिनुभएको थियो अनि कम छ के भन्छ मिठो कुरा किनेर खा भनेर दिनुभएको थियो अनि अब यो पनि देखाइदिउँ होइन के कति छ यार 50,000 हजारको छ त यार यार ओहो यार 50,000 हजारको छ त यार ओहो एउटा 50,000 यो चाहिँ 50,000 है ओमान ओन हो कि चाहिँ हाङबुक उन्ह्याङ लेखेको छ ओमान ओन यो चाहिँ 50,000 हो नेपाली त्यस्तै अब यसलाई कति पर्छ भन्नु 5,000 भनौँ न नेपाली 5,000 को नोट अर्को पनि छ है अर्को पनि रहेछ है अर्को पनि निस्किँदैछ है चेप्दै निकाल्ने हो अझै पनि हुनसक्छ थोरै छ भन्नुभएको थियो ठिकै छ त पैसा त धेरै दिनुभएछ त अनि हो यो पनि 50,000 को हो यो दुईटा गरेर चाहिँ 1 लाख रुपियाँ भयो कोरियन फोन 1 लाख रुपियाँ भयो र अर्को पनि छ कि छैन जस्तो छ सायद इम्पिटी ल है यो चाहिँ आवाजी अमनीले दिसिनु भएको साथी हो अनि के भन्छ नि बर्थडे गिफ्ट पनि पाइहालेँ होइन आवाजी अमनी सामनीहरू सबैलाई होइन नमु खुमा सुनिदा होइन अनि के भन्छ नि मेहनत काम गर्छु अझै होइन अनि त्यहाँ पछाडि यो चाहिँ के भन्छ नि राम्रो सामानहरू दिनुभएको छ यो चाहिँ म धेरै वर्षसम्म सम्झना आउँछ होइन अनि दि त राख्नुहुन्छ होइन जकेट अब के भन्छ नि जाडो सिजनमा जकेटहरू होइन त्यस्तै मिलाएर दिनुहुन्छ अनि यो जुत्ताको साइजहरू पनि ठ्याक्कै छ क्या मिलेको छ र साउले चाहिँ भन्दै हुनुहुन्थ्यो 3 दिनसम्म चाहिँ यो जुत्ता खोजेर तँलाई मिल्ने खालको हरेक कुरा राम्रो क्वालिटी हरेक कुरा हेरेर चाहिँ मैले 3 दिनसम्म चाहिँ अनलाइन खोज्दा गरेर बल्ल अर्डर गरेको भन्नुभएको थियो हो साँच्चै दामी छ मेरो साइज पनि फिट छ अनि एकदमै लाइट वेट होइन एकदमै राम्रो छ होइन खतरा छ र अब चाहिँ म बाहिर जानु पर्ने हुन्छ अलिकति काम भएको कारणले र बाहिर जाँदैछु अनि बाहिरको केही भ्यूहरू पनि देखाउँछु हस्त साथी जो अहिले चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ हरियाली छ होइन पहिला चाहिँ यस्तो हरियाली थिएन होइन एकदमै सुकाउरे डाँडा होइन त्यो के भन्छ नि सुकिसकेको जस्तो देखिन्थ्यो होइन बोट बिरुवाहरू अहिले चाहिँ पुरै हरियाली भएर क्या दामी छ क्या पहाड पनि क्या खतरा देखिन्छ क्या हरियो देखिन्छ अनि यो चाहिँ कोरियामा चाहिँ अहिले चाहिँ होइन फोम भन्छ के भन्छ नि हाम्रो चाहिँ बसन्त भन्छ नि होइन ऋतु यहाँ चाहिँ फोम ऋतु भन्छ होइन इङ्ग्लिसमा स्प्रिङ भन्छ होइन अनि अहिले चाहिँ एकदमै राम्रो फुलहरू फुल्छ क्या यहाँ चाहिँ कलर धेरै कलर एउटै फुल पनि धेरै कलरको फुल छन् होइन
अनि यहाँ देख्न सक्नुहुन्छ यहाँ हेर्नुहोस् त कोही गुलाबी छ कोही रेड छ कोही अलिकति फिक्का छ कोही यस्तो व्हाइट छ होइन एकदमै दामी दामी फुलहरू फुल्छ होइन यो चाहिँ सिजनै यस्तै हो क्या फुल फुल्ने चाहिँ अनि हामीले पढ्दा पनि होइन फोम यहाँ चाहिँ खेजल भन्छ होइन 3वटा 4वटा खेजल हुन्छ होइन 4वटा खेजलमा चाहिँ यो चाहिँ वसन्त ऋतु भनौँ न मतलब यहाँको फोम चाहिँ एकदमै सुइटेबल छ क्या हामीहरूको लागि होइन यतिखेर चाहिँ गर्मी पनि नहुने चिसो पनि नहुने मौसम पनि एकदमै ठिक्कको शीतल टाइपको होइन अनि त्यो पछाडि शीतल टाइपको अनि फुलहरू धेरै फुल्ने क्या अनि हेर्दा पनि क्या रमाइलो होइन बाहिरतिर हेर्न भने क्या दामी होइन हरियाली खतरा छ क्या यहाँ हेर्नुहोस् सबै फुलहरू रोपेका छन् होइन यो बकेटैभरि छ यस्तो दामी बनाएर राखेको छ सजाएर कपाल काटौँ भने कपाल काट्ने ठाउँ ओइ इलो फाइनली कपाल पनि काटियो ठिक छ यतिको राम्रै हो होइन यहाँ चाहिँ अलिकति सस्तो रहेछ होइन पहिला चाहिँ त्यहाँ पर काटिरहेको थियो त्यहाँ चाहिँ अलिकति बन्द भएको कारणले अहिले चाहिँ यहाँ आएर काटेँ यहाँ अलिकति सस्तो रहेछ सस्तो भन्दा पनि त्यही हो अब 10,000 पर्छ नेपाली त त्यही 1000 रुपियाँ जस्तो हो एक लटको एप्पल काटेको अनि यो चाहिँ मेरो के भन्छ नि साधन हो अनि अब चाहिँ म कहाँ जान्छु भनेदेखि त्यहाँ पर लोटो छ आज जन्मदिनको दिन लोटो काट्छु होइन एउटा लोटो काट्छु अब लोटो पऱ्यो भने त राम्रो हो नि त अनि अहिलेसम्म चाहिँ परेको छैन ठुलो प्राइस चाहिँ अब त्यही हो 5,000सम्म चाहिँ पर्छ होइन साउको साउ 5,000मा किन्यो 5,000 चाहिँ परिरहेको थियो अस्ति चाहिँ कहिलेकाहीँ त्यो पनि पर्न होइन अब आज जन्मदिनको दिन एउटा लोटो चाहिँ काटेर जानु पर्यो यहाँ आउँदा आउँदा भनेर अब जाँदैछु सो लोटो काट्ने ठाउँ चाहिँ यहाँ हो तर लोटो चाहिँ अहिले बन्द रहेछ होइन मैले चाहिँ ढोकालाई अलिकति त्यहाँ पुस गरेँ गर्दाखेरि चाहिँ खुलेन अनि यसो हेर्दा चाहिँ बन्द रहेछ अनि आज चाहिँ लोटो सोटो काट्न चाहिँ पाइएन अब जन्मदिनको दिन लोटो एउटा काटौँ भनी सोचेको थिएँ आज काट्न पाइएन अब चाहिँ के भन्छ नि म साथीलाई फोन गर्छु अनि साथीलाई फोन गरेर साथी चाहिँ कामबाट छुटिसक्नु भएको छ भने चाहिँ साथीकोमा गएर भेट्छु अनि छुट्नु भएको छैन भने चाहिँ अब म यत्तिकै रुम जाने पर्ने हुन्छ रुम जान्छु र हेर्दै गर्नुहोस् सो फाइनली म चाहिँ माटमा छिरेको छु होइन किनभनेदेखि मैले चाहिँ बिर्सेको रहेछु केक सेक चाहिँ अर्डर गरेर जानु पऱ्यो केक त रेडिमेड पनि पाइन्छ तर आफूले भनेको भन्दा ठुलो साइजको भएको कारणले म चाहिँ सानो बनाउनु लाउनु पऱ्यो भनेर सोचेछु र यहाँभित्र आएको छु हेरौँ केकहरू चाहिँ कस्तो कस्तो छ अहिले चाहिँ यहाँ चाहिँ है पाङै पाङ छ क्या अनि यहाँ सुमिका 이거는 얼마예요? 25,000원. 이거보다 작은 거 만들 수 있어요? 작은 거? 미니? 네네 미니. 예, 할 수는 있는데 네. 지금 오늘 아닙니다. 내일은. 내일이에요? 네. 아, 지금 미니는 안 될 거예요. 지금 그 틀이 없어가지고. 아. 이게 틀이 있으면 해주는데 틀이 이게 가장 작은 게 요거밖에 없어요. 네, 이거 가장 작은 거요? 네. 네네네. 오늘이 말고 내일 옵니다. 아, 내일 와서요? 네네. 네, 알겠습니다. 감사합니다. 네. 여기는 해피 버스데이 썰 수 있어요. 해피 버스데이요? 네네. 그러면은 내일 그럼 제가 주문을 해서 말씀을 드릴게요. 네네네네. 내일 몇 시에 오시게요? 내일 7시에. 저녁? 네, 저녁 아, 7시. 저녁 7시. 네. यहाँ चाहिँ लेखेको हुन्न रहेछ होइन सिम्पल हुँदो रहेछ अब लेख्नु लाउने हो यसलाई चाहिँ अर्डर दिनुपर्छ अरे स्ट्रबेरी चाहिँ फ्रेस छ त यो 그러면 오늘 결제를 하고 가세요? 아니면 내일 와서 하세요? 내일 와요. 네? 아, 오늘 해야 돼요? 아, 네. 이거 오늘 해야 된대요. 그러면 오늘 이거 네. 결제를 하고 네. 내일 가져가시면 돼요. 네. 네.
네, 저기로? 이거. 네, 저기. 네. 저 저기로 내야 돼요? 네. यो टिकट दिएर पठाएछन् पैसा तिर्नु पर्ने रे एउटा बियर मासु यो बिल चाहिँ यति भयो सो अहिले चाहिँ म गाडीमा छु गाडीमा हुनुको कारण चाहिँ के हो भनेदेखि साइकल लिएर आएको थिएँ तर साइकलमा चाहिँ सामान लान असम्भव भएको कारणले होइन साइकल चाहिँ यो गाडीमा मैले चाहिँ लगाइदिएँ क्या गाडीमा चाहिँ चढाएर म चाहिँ यो गाडीमा गइरहेको छु यो चाहिँ सिस्टम के छ भनेदेखि यहाँ चाहिँ कस्तो भनेदेखि 5,000 भन्दा माथिको के 50,000 भन्दा माथिको सपिङ गऱ्यो भने चाहिँ उसले डेलिभरी पनि गरिदिन्छ क्या अनि साइकलमा चाहिँ अलिकति असम्भव भयो धेरै सामान भयो ब्याग त लिएर आएको थिएँ त्यही पनि अब धेरै सामान भएको कारणले वेटी पनि थियो त्यही भएर मैले चाहिँ सामान चाहिँ निकालेँ होइन अनि त्यही भएको कारण चाहिँ मैले चाहिँ यहाँ चाहिँ डेलिभरी मागेर होइन फ्रीमा गरिदिन्छ क्या 5,000 देखि माथिको सामान किन्यो भने चाहिँ फ्रीमा गरिदिन्छ त्यही भएर अहिले चाहिँ म यसरी गाडीमा गइरहेको छु यसले चाहिँ घरैसम्म पुऱ्याइदिन्छ होइन जे होस् राम्रो सुविधा छ क्या स्पोर्ट बाइकहरू यार खतरा Day 2, 2080 to Baishak 24. ल डेभिड भाइ सेङ्गिल छुक्का हाम्निदा सेङ्गिल छुक्का हाम्निदा आज भन्नु हुँदैन के त ए ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु डेभिड भाइ ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ताली बजाऊँ न ताली ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु डेभिड भाइ ह्याप्पी बर्थडे टु यु टु यु ह्याप्पी बर्थडे टु यु यो निभाउ न ह्याप्पी बर्थडे टु यु काट्नु पर्यो बत्ती बालेर मिलाउनु पर्ने आप नकामी है छोरी त्यहाँबाट बोक ए सानो सही यार प्लेटमा लाउनु पर्छ त्यो केन्द्र भाइले खुवाइदिउ न उसलाई दिदीले खुवाए पनि हुन्छ छोरी हो मेरो छोरी कति वर्ष भयो र मेरो सँगै 2 वर्ष म चाहिँ देखिन त यार होइन देखेछु दिदी म पनि छु है मलाई देखाऊ भिडियो खिच्ने मान्छे त यार छँदै छैन यार है मनिक भाइ यो गर्नु नि त यो दिदी यो सानो गर्नु न यो दुईटा काट्यो भने भाइ हामी दुईजना देखेनौँ के साउले के गिफ्ट दिएन अनि साउको अब साउले त दिइसक्नु भयो त होइन यस्तो नि त सुरुमा छ नि त ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे खाऊ ल भाइ धेरै भयो ओहो मासी सयो भाइ मासिक के मगायो ने मासित के मानि थुसिप्सियो तर यार गालामा चाहिँ लगाउन पर्यो नि त यार अलिअलि हो
कोरोनाले जान्दैनन् क्या अहिले चाहिँ आजभोलि खालि हाम्रो पाला बर्थडे आयो लक्की खाना खाँदा धेरै भइसक्यो खाऊ भाइ यहाँ मलाई मुख रसाइसक्यो मेरो म हो क्या सबैभन्दा एजेड भन्नु लेडिज त खुवाउने मान्छे कम भए पनि अलिकति एजेड जस्तो देखिन्छ नि त चाहिँ त भयो झन्डै 40 पुग्न थालिसक्यो सानैदेखि 36 बाट माथि हुनुहुन्छ भने सबैभन्दा जेठै हुनुहुन्छ ल थ्याङ्क यू सो मच मेरो भाइ 25 भन्दा सानो 36 भन्दा माथि चाहिँ पुगेको छैन ल दाइ खुवाउने खुवाउँछ म लास्टमा खुवाउँछु हजुरले खुवाउनु भयो के सकिएछ है मेरो हात आइसक्यो म त होइन तान्नु नि त यहीँबाट म चाहिँ आएन स्ट्रबेरी तपाईँको भाग म त टन्न भयो ल फेरि म अब पकाउँदिन भन्नु पाएन नि भाइ मै हो लास्ट ल भयो होइन को बाँकी अब यति नै त होला नि राम्रै के भन्छ मैले खुवाइदिनु पर्ने हो पर्दैन यत्रो जनाले खुवाउँदा पर्दैन तिमीले चाहिँ पर्दैन अब त काट्दैन